मा कुनै भेद छैन र जसलाई आफूभित्र परमात्माको दर्शन हुन्छ नि त्यही जीव नै परमात्मा मिल्न जान्छ। आफूभित्र जसलाई परमात्मा देखिनुहुन्छ त्यसपछि त्यो जीव के हो त भन्दा ईश्वरबाट अलग्गै बस्नै सक्दैन, त्यो ईश्वरमै मिल्न जान्छ, ईश्वरमै मिल्दछ। यही भागवतको फल हो। यो भागवत श्रवण गर्दा 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 यो श्रवण गर्दा गर्दा त्यसमा बग्दा बग्दा किन भागवत भनेको हजुर हामीले कानाले सुन्ने मात्रै होइन, त्यसलाई पिउनु पर्दछ। पिए भने बल्ल लाग्दछ, त्यसको अनुभव हुन्छ। कानले सुन्यो भने त यताबाट सुन्छ, यता यसो ओह्रालो लाग्यो झरिहाल्छ, त्यसलाई पिउनु पर्दछ। जति पियो त्यति नै त्यसको रसले हामीलाई भिजाउन थाल्दछ। त्यसैले सत्सङ्गतको रसले हाम्रो जीवनलाई सार्थक बनाउँछ। ज्ञानी ज्ञानद्वारा परमात्माको अप्रत्यक्ष साक्षात्कार गर्दछ भने उता वैष्णव भक्त पनि प्रेमद्वारा परमात्माको अपरोक्ष दर्शन गर्दछ भनिन्छ। किनकि परमात्मा प्रेमको भोको हुनुहुन्छ, भावको भोको हुनुहुन्छ, न कि सम्पत्तिको, न कि देखावाको। देखाएर पूजा गरेर आराधना गरेर मात्रै हुँदैन, भित्री भाव हुनु पर्दछ। जति भित्री भावबाट प्रभुलाई प्रेम गर्दछौ नि उहाँ प्रेमको भोको पनि हुनुहुन्छ। जति उसको प्रेमी बन्छौं त्यति नै नजिक हुन्छौं। गोपिनीहरू कृष्णका प्रेमी थिए नि त, त्यसैले गोपीहरू बिना कृष्ण पनि बस्न सक्दैनथे, कृष्ण बिना गोपिनीहरू पनि बस्न सक्दैनथे। किनकि एउटा अभिन्न अङ्ग बनिसकेको थियो गोपिनीहरूको। कृष्ण प्रेम थियो उनीहरूको, अथाह प्रेम, निस्वार्थ प्रेम। स्वार्थ प्रेमले त हामीलाई स्वार्थी बनाउँछ, त्यो स्वार्थताले हामीले तत्त्वलाई बुझ्न सक्दैनौँ। त्यसैले ईश्वरले जीवलाई आफ्नो बनाएर जब आफ्नो स्वरूपको दान गर्नुहुन्छ नि तब जीव पूर्ण हुन जान्छ। जति प्रेम गर्न थाल्छौँ, जति उसमा भाव पोख्न थाल्छौँ त्यति नै उसँग नजिक हुन्छौँ कि एट्याचमेन्ट हुँदै जान्छ। किनकि हामी विषयसँग बढी एट्याचमेन्ट भएका हुनाले त्यताप्रति बढी आसक्त हुन्छौँ। विषय नै भोग गर्ने इच्छा हामीबाट जागृत भइरहन्छ। त्यसैले यहाँ कृष्णलाई के भनिन्छ त भन्दा यदि जीवले प्रेमपूर्वक आफूलाई समर्पण गर्दछ भने प्रभुले पनि हजुर हामीलाई आफ्नो नजिक आउनका लागि स्वीकार गरिदिनुहुन्छ। उहाँले स्वीकार गर्नुपर्छ। जबसम्म उसले स्वीकार गर्दैन तबसम्म हामी त्यहाँ जान सक्दैनौँ। उसले स्वीकार गर्नुपर्छ। स्वीकार गर्ने वातावरण सिर्जना हामीले गर्ने हो। किनकि परमात्मा के हुनुहुन्छ त प्रेमको भोको हुनुहुन्छ, भावको भोको हुनुहुन्छ। त्यहाँ के चाहिन्छ? श्रद्धा, भक्ति, प्रेम, यो सम्पूर्ण गुणहरू हजुर हामीमा विद्यमान हुनुपर्दछ, तब जीव पूर्ण हुन्छ। बिना ईश्वर यो सारा संसार अपूर्ण छ। ईश्वर भएको साक्षात्कारबाट मात्रै पूर्णताको अनुभूति हुन्छ। होइन भने हामी यति जे गरेका छौँ कर्महरू त्यतिमै सीमित रहन्छ, त्योभन्दा माथि जाँदैन। त्यसैले अगाडि भन्नुहुन्छ त्यसकारण यसलाई शान्ति छैन, नारायण नै पूर्ण हुनुहुन्छ। हजुर हामीलाई शान्ति नहुनुको कारण हामीले तत्त्वलाई नबुझेर हो। इन्द्रियको सुखलाई चाहिँ, इन्द्रियले गरेका कर्मलाई चाहिँ बाट पाएको सुखलाई नै वास्तविक सत्य सुख मानेर हामी भ्रममा परेर दुःख पाइराखेका छौँ। सच्चा शान्ति त के छ त नारायणमा छ। सच्चा आनन्द त नारायणमा मात्रै छ, तत्त्वमा मात्रै छ। जब नारायणको दर्शन हुन्छ अनि बल्ल हामीले आनन्दको महसुस गर्दछौँ। नर के हो त नारायणको अंश हो। हजुर हामी सबै अंश परमात्माको, किन उसैको बाट सृष्टि भएका छौँ, उसैमा गएर लय हुन्छौँ। जहाँबाट आयो त्यही नै लय हुन्छ। त्यसैले उदेखि भिन्न हामी होइन, आफूलाई भिन्न मान्न छोडिदिउँ। किनकि म नै परमात्माको अंश हो, म परमात्मादेखि भिन्न छैन। त्यसैले भिन्न नभएको हुनाले म नै ऊ हो, ऊ नै म हो।